Hello, namaste, and good afternoon. This is DB Raimaji from BBC Global Education, Botwal Melancho. सधैँ जस्तो आज पनि म तपाईहरुसँग एउटा सक्सेस स्टोरी लिएर आएको छु। हाम्रो रिया शर्मा बहिनीको भर्खरै क्यानाडाको भिजा लागेको छ र म रिया बहिनीलाई धेरै बधाई भन्न चाहन्छु र रिया बहिनीलाई म खादाले सम्मान गर्न चाहन्छु। कंग्रेचुलेसन रिया। Thank you, sir. कंग्रेचुलेसन। Thank you. कतिको खुसी हुनुहुन्छ? म धेरै नै खुसी छु सर। धेरै नै खुसी हुनुहुन्छ है? ओके। अहिलेको सिनारियो भनेको क्यानाडाको अलिकति बजारमा अलिकति गाह्रो स्थिति भएको बेलामा पनि रिया बहिनीको एकै पटकमा भिजा लाग्यो है? हजुर। तपाई धेरै लक्की भइछ सायद। हजुर। र म रिया बहिनीलाई थोरै आफ्नो ब्याकग्राउन्डको बारेमा तपाई कहाँ बस्नुहुन्छ र तपाईको क्वालिफिकेसन यानी कि तपाईले कुन फ्याकल्टी अध्ययन गर्नुभयो र कति जीपीए थियो यसको बारेमा थोरै भनिदिन सक्नुहुन्छ? वेल मैले चाहिँ होराइजन देखि मैले आफ्नो +2 गरे हो अनि मैले म्यानेजमेन्ट पढे हो अनि मैले चाहिँ म्यानेजमेन्टमा म्याथमेटिक्स थियो कि थिएन किनभने कैनेडियन कलेजेसहरुमा अथवा अमेरिकन कलेजेसहरुमा युनिभर्सिटीजहरुमा म्याथमेटिक्सले एकदमै म्याटर गर्छ। त्यो तपाईले रियलाइज गर्नुभयो होला हैन? हजुर हजुर। तपाईले म्याथ्स पढ्नुभयो कि पढ्नु भएन? नै सर पढिन मैले। किन तपाईलाई यस्तो थाहा थिएन होला? हाम्रोमा चाहिँ के थियो भन्दा कलेजले सामाजिकलाई नै कम्पल्सरी गराइदियो सब्जेक्ट। कम्पल्सरी सोशल स्टडीज कम्पल्सरी थियो। यहाँको जीपीए कति थियो होला? मेरो 3.76 आएको थियो। ओके ओके। अब म तपाईहरुलाई जस्तो यहाँले किनभने विद्यार्थी भाइबहिनीहरुलाई कतिपय विद्यार्थी भाइबहिनीहरु कुन कन्ट्री जाने होला अथवा कुन कन्ट्री जाँदा राम्रो हुन्छ भन्ने कुरामा अलिकति कन्फ्युजन पाइन्छ। तर यहाँले म +2 एक्जाम दिइसकेपछि यहाँले चाहिँ क्यानाडा नै जाने भन्ने पहिले सोच्नु भएको थियो? हजुर मैले सुरुमा चाहिँ यहाँ आएर काउन्सलिङमा चाहिँ यस्तो कुरा गरेको थिएँ काउन्सलिङ सेक्टरमा हैन अनि म्यामहरुले चाहिँ कुरा गर्दाखेरि मलाई क्यानाडातिर अलि इन्ट्रेस्ट लाग्यो। लङ टर्म पर्सपेक्टिभका हिसाबले क्यानाडा ठीक लाग्यो। हजुर। तपाईले आइएल्स गर्नुभयो कि पीटी गर्नुभयो? मैले आइएल्स गरे सर। आइएल्स गर्नुभयो? आइएल्स तपाईले कहाँ अध्ययन गर्नुभयो? मैले आइएल्स चाहिँ वान अफ द बेस्ट कन्सल्टेन्सीज बीबीसी ग्लोबल एजुकेसन देखि गरे हो। बीबीसी मै तपाईले आइएल्स गर्नुभयो? हजुर बीबीसी मै गरे। तपाईलाई कसैले रेकमेन्ड गर्यो या तपाईले अनलाइन प्लेटफर्मबाट जोइन गर्नुभयो? कसरी आउनुभयो? मैले चाहिँ मेरो दिदीले पनि मलाई रिकमेन्ड गर्नुभयो। दिदीले पनि यहीबाट अप्लाई गर्नुभएको थियो? हजुर दिदी क्यानाडाकै हुनुहुन्छ तपाईको दिदी? ओके द्याट्स भेरी ग्रेट। र यहाँको आइएल्स स्कोर कति थियो होला? मेरो आइएल्स स्कोर 7 नट लेस देन 6.5। 7 नट लेस देन 6.5 र यहाँले सेन्टेनियल कलेजमा डिप्लोमा इन सप्लाई चेन एन्ड अपरेसन म्यानेजमेन्टमा अध्ययन गर्न जाँदै हुनुहुन्छ र यहाँको भिजा लागेको छ र यहाँलाई म थोरै यहाँले जुन चाहिँ डकुमेन्टेसन प्रोसेसिङ जुन रह्यो अथवा जर्नी भनौँ कस्तो गाह्रो सजिलो के रह्यो त्यसको बारेमा थोरै बताइदिनु भयो भने जति पनि एब्रोड स्टडी अध्ययन गर्न जाने विद्यार्थीहरू हुन्छ अथवा पर्टिकुलरली क्यानाडा अध्ययन गर्न जाने विद्यार्थी भाइबहिनीहरू सोचिरहनु भएको छ, कोही अहिले आइएल्स पढिरहनु भएको छ, कतिपय भाइबहिनीहरू अहिले +2 को एक्जाम दिँदै हुनुहुन्छ, कतिले ब्याचलर डिग्रीको 4th इयर 3rd इयरमा अध्ययन गर्दै हुनुहुन्छ, उहाँहरूलाई तपाईले दिने इन्फर्मेसनले अलिकति फाइदा हुन्छ जस्तो लागेर यहाँको डकुमेन्टेसन प्रोसेस जस्तो कतिको गाह्रो रह्यो त्यसको बारेमा थोरै बताइदिनुहुन्छ? सुरुमा चाहिँ मलाई म कसरी गर्ने होला भन्ने सोचेर डराएको थिएँ। तर यहाँ आएपछि दिदीहरूले राम्रैसँग बुझाइदिनु भयो। टिमहरू एकदम हाम्रो यहाँको बीबीसीको टिम एकदम प्रोफेसनल र फ्रेन्डली हुनुहुँदैछ अनि सबै कुरा बुझाइदिनु भयो है। अनि डीबी सर हजुर र टिना म्यामसँग राम्रोसँग कुरा भयो अनि त्यसपछि अब राम्रोसँग बुझेँ अनि यहीँबाट गरेँ अनि आई गट माई भिजा। ओके तपाईलाई कतिको स्योर हुनुहुन्थ्यो लाइक भिजा हुनु त अब कन्सल्टेन्सीले दिनु त होइन भिजा तर पनि लाइक बेस्ड अन यो प्रिपरेसन अर डकुमेन्टिङ अर बेस्ड अन यो प्रोसेस अफ डकुमेन्टेसन हाउ स्योर यु वर एक्चुअली वेदर यु वुड बी एबल टु गेट भिजा अर नट? तपाईलाई कस्तो लागिरहेको थियो? हुन्छ नि एउटा इन्ट्युजन हुन्छ नि इन्टरनल इन्ट्युजन कस्तो लागिरहेको थियो? सुरुमा चाहिँ अब डर लाग्थ्यो तर चाहिँ अब बीबीसीबाट गरेको भनेपछि अलिकति ढुक्क पनि थिए आउँछ कि भनेर। एक्सपिरियन्स हुनुहुन्छ भन्ने तपाईलाई फिल आशै थियो।
ओके द्याट्स भेरी नाइस र अन्तिममा म यहाँको एक्सपिरियन्स र यहाँले जति पनि लाइक कन्फ्युजनमा हुनुहुन्छ उहाँले तपाईँले बिबिसीको बारेमा के भन्न चाहनुहुन्छ के रिभ्यू दिन चाहनुहुन्छ जसको कारणले धेरै विद्यार्थी भाइ बहिनीहरूलाई कन्सल्टेन्सी रोज्दाखेरि आइएल्स प्रिपरेसन यहाँको तपाईँले त अनुभव छ यहाँको आइएल्सको पढाइ यहाँको फेसिलिटिजहरू के छ त्यसको बारेमा नि थोरै भनिदिनु भयो भने कतिपय भाइ बहिनीहरूलाई जो अहिले अब नयाँ आउने भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई अलिक सजिलो हुन्थ्यो जस्तो लाग्छ यहाँको चाहिँ फेसिलिटिजहरू एकदमै राम्रो छ यहाँ स्मार्ट बोर्ड्सहरू अनि सबै क्लासेसहरू एकदम फेसिलिटेटेड छ त्यही भएर हजुरले सायद चुज गर्दाखेरि बिबिसी चाहिँ कन्सिडर गर्नु होला है एकचोटि आउनु भिजिट गर्नु अनि सबै स्टाफहरूसँग भेट्नु डिबी सरसँग र टिना म्यामसँग पनि एकचोटि राम्रोसँग भेट्नु कुरा गर्नु अनि यु विल फाइन्ड बिबिसी अ बेस्ट प्लेस टु प्रोसेस एन्ड अप्लाई फ्रम हो थ्याङ्क यू रिया सो म तपाईँलाई अन्तिममा तपाईँलाई फेरि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु अब यहाँको मे इन्टेक भएको हुनाले अब यहाँ चाहिँ अलिकति अब सपिङ गर्ने होइन अब के नेसेसरी अब डिपार्चरको प्लानिङ गर्न पर्ने हुन्छ र यहाँले जाने क्रममा आफूलाई चाहिने हुन त तपाईँको अलरेडी सिस्टर हुनुहुन्छ क्यानाडामा आई डोन्ट थिङ्क द्याट यु विल ह्याभ मेनी प्रब्लम्स आफ्टर यु गो देयर however at least like you'll have to have a very strong mindset to combat all the possible challenges in Canada मलाई लाग्छ I think you are a very talented girl and confident language तिम्रो राम्रो भएको हुनाले कम्युनिकेसन स्किल राम्रो भएको हुनाले किनभने क्यानाडामा जति पनि क्यानाडा मात्र होइन संसारको कुनै पनि ठाउँमा जुन व्यक्तिको अलिकति कम्युनिकेसन स्किल्स राम्रो हुन्छ त्यस्ता व्यक्तिहरूलाई हामी अलिकति जब पाउन सजिलो हुन्छ सोसियलाइजेसनमा अलिकति सजिलो हुन्छ एन्ड आई होप that you will also have many opportunities when you are in Canada. So फेरि पनि म तपाईलाई धेरै धेरै congratulations once again. Thank you, sir. Please don't forget BBC, okay? No, I won't. Okay, thank you very much. Thank you. Thank you.